विशेष गरेर हामी कहाँ स्याउ आरू ओखर जडीबुटीहरू त्यो जडीबुटीमा कानुनहरू संशोधन गर्छ। जस्तै वन ऐन संशोधन गर्नु, स्याउका कार्टुनहरू काठको आउनुपर्छ। जस्तै सिमलाबाट आउने स्याउ अहिले काठको काठका कार्टुनमा आउँछ, चाइनाबाट आउने काठको कार्टुनमा आउँछ। तर जुम्लाका स्याउ यहाँ आउँदाखेरि केमा आउनुपर्छ भने बिचरा चाउचाउको कार्टुनमा यहाँ आउनुपर्छ। यो गर्दाखेरि 30% भन्दा बढी स्याउहरू कुहिएर जान्छ 40%। किसानहरू आज तपाईँको भोकमोकै बन्नुपर्ने अवस्था छ। यो भएको हुनाले वन ऐनलाई संशोधन गरेर काठको कार्टुन निर्माण गर्ने प्रक्रिया थालनी गर्छ। र अर्को जडीबुटी अहिले बेच्ने मान्छे अपराधी जस्तो नेपाल प्रहरीले पक्राउ गर्छ। बरु यहाँ तपाईँको लागु औषध बेच्नेहरूलाई त्यति पक्राउ गर्दैन होला, तर जडीबुटी बेच्नेहरूलाई जहाँ भेटायो त्यहीँ छपाछप छोप्या छ। राज्यको ठुलै अपराध गरेको त्यो त जडीबुटी बेच्नु त त्यो देशका लागि फाइदा हो नि त। त्यो चाहिँ कानुन संशोधन गर्नु। र अर्को जडीबुटी पाइने भनेको हिमाली जिल्लाका लेखमा हो। यहाँ चाहिँ कसैको व्यक्तिगत जग्गा हो, जमिन हुँदैन। त्यो चाहिँ कोही जडीबुटी कम्पनीले भोलि जडीबुटी उत्पादन गर्न चाहन्छ, कोही किसानले उत्पादन गर्न चाहन्छ भने त्यो जग्गा लिजमा उपलब्ध गराउने र जडीबुटी खेती गर्ने र कर्णालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्नका लागि आज सरकारसँग अपिल गरेका छौँ। प्रधानमन्त्रीले के भन्नुभयो? अब गर्छु भन्नुभएको छ। गर्छु र अझै फेरि बजेटभन्दा पछाडि बजेटभन्दा अगाडि पनि गर्ने। र जसरी अहिले हाम्रो राजमार्गका ब्रिज गर्ने कुराहरूदेखि नगरेको कुराहरू अगाडि भएका छन्। अब धेरै कुराहरू मैले दर्ता गराएको छु, म सामाजिक सञ्जालमा राखिदिन्छु र अरू प्रिन्ट मिडियाका अपेक्षा चाहिँ कति छ यो नयाँ सरकारसँग? पहिलाको सरकारको जसको हालिमुहाली भयो उहाँले नै बजेट लिएर जाने प्रवृत्ति थियो। अब त बजेट पनि आउँदैछ। नयाँ सरकारसँग अपेक्षा के छ? तपाईँको रापरपाको प्रत्यक्ष निर्वाचित एक मात्रै सांसद आवश्यकताको सिद्धान्तका आधारमा चाहिँ बजेट बाँड्न हुन्छ भन्ने मैले सोचेको आवश्यकता कहाँ। अनि अर्को सबभन्दा ठुलो कुरा अहिले चाहिँ स्वास्थ्य बिमा रोकिएको छ। आज त्यो पुऱ्याउन स्वास्थ्य बिमा रोकिएर आज अल्पत्र परेका छन् मान्छेले उपचार पाइरहेको छ। त्यो भुक्तानी भएको छैन, त्यो भुक्तानी गरिदिएको छैन। र अर्को चाहिँ किसानले अहिले सबभन्दा ठुलो समस्या किसानले कस्तो पर्छ भने बिमाको समस्या छ। र अर्को सहकारी छ। मेरो जिल्ला जुम्लामा मात्रै अहिले 4000 मान्छे सहकारी ठगीबाट पीडित छन्। ती सहकारी ठगहरूलाई पक्राउ गरेर उनीहरूको जायज जथाबाट सम्पत्ति असुलुपर गरेर र सहकारी पीडितको पैसा तिराउनुहोस्, सरकारबाट पैसा दिने होइन कि जो ठग हुन् तिनीहरूको सम्पत्ति बेचेर तिनीहरूको 3 पुस्ते सम्पत्ति असुलुपर गरेर पीडितको पैसा असुलुपर गर्नुहोस् भनेर आज